हेर्नुस् के गर्नु र बिजोग छ हौ जिन्दगी बिजोग छ नेटको तार काटेर डुट्टो भयो नि हौ राम्रो हो नि हैन यो सही त पिक्चर थकित्त भयो थकित्त काम गर्दा गर्दा मैले त फाइबर छुट्या छैन त कहाँ छुटा ओ यहाँ नि यो ओ हाम्रो दाजु भरे बोक्दै आउँदै हुनुहुन्छ के गर्नु एनर्जी सकिहाल्यो अब खुवाउनु पर्ने खास छ दादा लेके आयो न खाना राख्दै भनेको मात्रै हो हिजो कस्तो भन्दै थियो भनेपछि गर्नु परेन श्याम दाइको भाइरल कथा न भिडियो देखाएको मेरो निकाले त्यो पनि गइसकेको छ माथिको राजपथको माथिको कभर चेन्ज गर्नुपर्छ बिहानै आएको मा बिहानै आएको हौ माथि गएर तल काट्नु